हेलो गाइस, आज तपाईहरुलाई म नि इस्कुसको बोट देखाउँदैछु है। यहाँ हेर्नुस्, इस्कुस भनेको चाहिँ यस्तो हुन्छ हाम्रो नेपालमा। इस्कुस भन्ने चीज यसरी फलेका हुन्छन्। हेर्नुस् यहाँ तलैसम्म लटरम्म झम्म मजाको चिटिक्क परेको हैन। यहाँ हेर्नु है त कति फलेको रहेछन् त भन्दाखेरि हैन। रमाइलो छ जिन्दगी। इस्कुसको बोट हेर्नुहोस्, आनन्द छ। यहाँ हेर्नुहोस्, इस्कुस भनेको यसलाई भनिन्छ। यो चाहिँ हरियो परियो मजाले मन भरियो भनेर चट्ट उसिनेर खाँदा पनि भो, पकाएर खाँदा पनि भो हैन। एकदम इन्जोयसँगले खाँदा पनि भो। हुने बिरुवाको चिल्लो पात भन्नुहुन्छ नि बुढापाकाहरूले, त्यही होला। यहाँ हेर्नु न, एकै तालमा झुप्पा झुप्पा फलिरहेछ। यति छ कि यहाँ आज घुम्दै आएको हामी हैन, घुम्नु आएको थियौँ। यहाँ हाम्रो हजुरआमाकोमा आएको हो। हजुरबा हजुरआमा हुनुहुन्छ, त्यही भएर यहाँ आएको छौँ। यहाँ हेर्नुहोस्, इस्कुस रोप्नु भएको छ। इस्कुसै मात्रै कति हो, कति झ्याङ तल तल देख्नु भएको छ नि छाप्राहरू, इस्कुसको छाप्राहरू। यो चाहिँ है हेर्नुहोस्, यसरी हुन्छ रहेछ खेती भनेको इस्कुसको है। ल हेर्नुहोस् अध्यय दर्शकबिन, तपाईँहरूको लागि हो यो सम्पूर्ण मेरो शुभचिन्तक, मेरो साथीहरू, मेरो साथीभाइ, मेरो आफन्तहरूलाई तपाईँहरूलाई इस्कुस देखाउन गइरहेको छु आज म है। यो रुख चाहिँ यहाँ तपाईँहरूले देख्दै हुनुहुन्छ, यहाँ सानो फलहरू फलिरहेको छ। अहिले पाकेको छैन, काँचो काँचो नै छ। यसलाई चाहिँ हलो बेद भन्नुहुन्छ अरे हैन। अहिले चाहिँ हरियो छ, अलिक पछि पाकेपछि चाहिँ पहेँलो हुन्छ अरे अनि मिठो हुन्छ अरे कि यो चाहिँ। ल गाइज, यहाँ पनि हेर्नुहोस्, यस्ता यस्ता फलहरू छन्। यो फल पाकेपछि मिठो अनि मजाको हैन मुखै रसाउने हुन्छ। तर अहिले चाहिँ हरियो हरियो छ है। तपाईँहरूलाई आज म सबै